यो पुदिनालाई मन नपराउने त कमै हुनुहुन्छ होला, चाहे चटनी पिसेर खानुहोस् चाहे जुस बनाएर खानुहोस् होइन। अनि मैले चाहिँ जुस बनाउँछु भनेर लागेँ कि, अनि धोइधाइ गरेर मिक्सरमा हालेँ। अनि मिक्सरमा हालिसकेपछि थोरै यसको लागि मैले मसला बनाएँ। मसलामा फेरि त्यो हिङ, जिरा र अनि त्यसपछि कालो नुन र मरिच। मरिच खरो हुन्छ भन्नुहुन्छ होला, थोरै हाल्नुपर्छ के, यसले गर्मी काट्छ है, त्यही भएर मरिच पनि भुटेर यिनी सबै भुटेर हाल्ने। अनि त्यसपछि थोरै त्यो के अरे चाट मसला पनि हालेँ। अनि मिश्री, यो सेतो मिश्री, कालो मिश्री जस्तो हाले पनि हुन्छ, मिश्री त मिश्री नै हो, गर्मीमा मिश्रीको एकदम फाइदा हुन्छ नि त। अनि हालिसकेपछि थोरै चिसो पानी हालेर एकछिन घर्र पारिसके पछाडि यसमा 2-3 वटा निम्बु निचुर्ने। हेर्नुहोस् साथीहरू, यस्तो राम्रो जुस बन्छ कि, गर्मीमा यस्तो फाइदाजनक जुस बन्छ कि यो। अनि त्यसपछि यसलाई छानछुन पारेर अनि या त फ्रिजमा राखेर खाए पनि भयो, या त उतिखेर खाए पनि भयो। हेर्नुहोस् त कस्तो मजाको जुस बन्यो के। अनि यता आलु बखडा पनि थियो, यसलाई पनि मैले जुस बनाउँछु भनेर लागेँ के। अनि यत्तिकै खाना पनि अब धेरै हुने, त्यही भएर जुस बनाएर फ्रिजमा राखेपछि त खाइन्छ नि त। यसलाई धोइधाइ पारेँ, धोइधाइ पारेपछि यसलाई पलम पनि भन्छ है। अनि त्यसपछि यसलाई मैले धोइधाइ पारेर भित्रको बिया फालेर यसलाई पनि मिक्सरमा हालेँ। यसलाई चाहिँ मसला केही नहाले पनि हुन्छ। यसलाई चाहिँ गुलियोको लागि थोरै मिश्री हाल्दाखेरि, चिनी हाल्दाखेरि राम्रो हुन्छ है। अनि यसलाई पनि घर्र हालेर छानेर हेर्नुहोस् त कस्तो मजाको जुस बन्यो।